हेलो साथीहरु, स्वागत छ आजको भिडियोमा। आज म हजुरहरुलाई फिशिङ अट्याक कसरी गर्छन् ह्याकरहरुले भनेर देखाउन गइरहेको छु। त्यसका लागि म VS कोड स्टुडियोमा गएँ। पहिला VS कोडमा गइसकेपछि VS कोडमा मैले यता HTML र PHP को मैले दुईटा फाइल बनाएको छु। HTML को फाइलमा मैले इन्टरनल CSS युज गरेर एउटा फेसबुक को जस्तै देखिने एउटा लगइन पेज बनाएको छु। अनि त्यहाँ हामीले डेटा हाल्यो भनेपछि मैले PHP बाट डाइरेक्ट हाम्रो डेटाबेसमा स्टोर गर्नका लागि मैले एउटा प्रोग्राम लेखेको छु। हजुरले कोड देख्न सक्नुहुन्छ HTML को। अब हामी के गरौँ भन्दाखेरि हाम्रो ज्याम्पलाई ओपन गरौँ। ज्याम्पलाई लिनक्समा ल्याम्प भन्छ। सो हामीले रुट पर्मिसन sudo युज गरेर हामी पहिला opt फाइल भित्र जान्छौँ अनि भित्र ल्याम्प भनेको ज्याम्प हो है त। ल्याम्पलाई हामीले के गर्छौँ त स्टार्ट गर्दिन्छौँ। हामीले यसलाई स्टार्ट गरेपछि हाम्रो पासवर्ड माग्छ। पासवर्ड दियो भने हाम्रो स्टार्ट भइसकेको छ। सो हामी हाम्रो ब्राउजरमा गएर यसलाई हामी हेर्ने छौं। ठीक छ। हाम्रो ब्राउजरमा हामीले लोकल होस्ट / सर्च गर्यो भने हामी लोकल सर्भरमा हाम्रो ज्याम्पको लोकल सर्भरमा जान्छौँ। PHP MyAdmin मा जान्छौँ। यता हेर्नुस्, मैले फिशिङ नामको एउटा डेटाबेस क्रिएट गरेको छु। यो मैले युजर नामको एउटा टेबल क्रिएट गरेको छु। अनि यता दुईटा डेटा छन्, एउटा इन्क्रिप्टेड छ हैन ह्याश फर्ममा छ, एउटा नर्मल टेक्स्ट प्लेन टेक्स्ट फर्ममा छ। सो यस दुईटालाई हटाइदिन्छौँ। अब म के गर्छु भनेपछि अघिको मैले जो बनाइराको थिएँ मैले त्यो VS कोडमा त्यो फेसबुकको लगइन पेज हो। यसलाई मैले अब के गर्छु भन्दाखेरि एउटा डेटा हाल्छु 98 अनि 0000 हालेर मैले एउटा पासवर्ड पनि राख्दिन्छु। ठीक छ। जस्तै हजुरहरुले यस्तो पासवर्ड हाल्नुभयो भने अरूको वेबसाइटमा के हुन्छ त देखाउनुको लागि हो। जस्तो मैले गिफ्ट क्लेम सक्सेसफुली भनेर एउटा मेसेज बनाएको हो। अरु पेजमा लोडिङ हुन्छ हैन हजुरहरुले फिशिङ पेजमा लगइन गर्दाखेरि। सो यता हाम्रो डेटाबेसको टेबलमा हाम्रो आईडी युजर नेम र पासवर्ड देखाइरहेको छ। आईडी 5 देखाइरहेको छ। हामीले अगाडि नै ट्राई गरे हुनाले 5 देखाएको हो। यसलाई पनि अहिले डिलिट गर्दियौ। यसरी ह्याकरहरुले आफ्नै फिशिङ पेज बनाएर यसरी अट्याक गर्छन्। कुनै टुल्स युज गर्दैनन्। सो यसलाई हामीले स्टप गर्दियौ। ठीक छ। हामीले यसलाई क्लियर गर्दियौ। यसरी ह्याकरहरुले आफ्नै पेज बनाएर फिशिङ अट्याक गर्छन्। सो आजको भिडियो यति नै। भिडियो मन परेमा लाइक, शेयर, सब्स्क्राइब गर्न नबिर्सनु होला।